भोट हाल्नुभन्दा अगाडि चाहिँ यो भिडियो यो बिबिसीले यो भर्खर हिजो रिलिज गरेको भिडियो एक न एकचोटि चाहिँ हेरेर जानु होला। प्लिज 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 यो चाहिँ रिक्वेस्टै गर्छु। हस्पिटलबाट कल आयो अनि म जाँदाखेरि सुरुमै भित्तामा त्यो लिस्ट टाँस्याएर चाहिँ सुरुमै मेरो छोरा श्रेयमको उस नाम त्यो मरा बित्या भनेर कस्तो भयो होला क्या त्यो बेला म जस्ट इमेजिन के आफ्नो छोरोको नाम सुरुमै सर्ट लिस्टमा मर्यो पर्यो बित्या छ भनेर देख्दाखेरि बाउला कस्तो भयो। हेलो एन्ड नमस्ते वान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज पनि फेरि एउटा नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ मैले हिजो एउटा भिडियो हेरेँ। त्यो भिडियो हेरेपछि मन कस्तो कस्तो भयो क्या। तपाईँहरूले पनि हेरिसक्नु भयो होला बिबिसीको त्यो 44 मिनट्सको त्यो डकुमेन्ट्री होइन। त्यो चाहिँ सेप्टेम्बर 8, 2025 को जेन्जी प्रोटेस्टको बेलाको है। कस्तो मनमा त ल कस्तो फिल्मी स्टाइलमा भए जस्तो भयो क्या। जे सुनेको थियो जे जति त्यो देखाएको थियो नि हिजोको त्यो रिपोर्ट त्यो भिडियो त्यो डकुमेन्ट्रीले छर्लङ्गै के क्रिस्टल क्लियर बनाइरहेछ क्या। पहिला संसद चल्यो त्यसपछि गोली चल्यो भनेर भन्थे नि त्यो जाँठाहरू त्यो नेपरेको जाँठाहरू। यो भिडियो आउने बित्त अब कुन दुलोमा गएर लुक्छ थाहा छैन। लुक्न त लुक्दैन यिनीहरू, लुक्न त लुक्दैन यिनीहरू। लाज पचाएर म्याम पाका यिनीहरूको सर्वस्वै रहे पनि यिनीहरू लाज पचाइसकेको मान्छेहरूलाई यिनीहरू मतलब छैन। त्यही पनि एज अ नेपाली होइन अब हामी त जनता अब नर्मल जनता त अनि हामी त हामीलाई त त्यो भिडियो देख्दा पनि ल कस्तो लाग्छ यार। त्यति विधिसम्म हुन्छ है मान्छेहरू, त्यतिसम्म सत्ता बचाउन आफ्नो उस गर्न मान्छे गर्छ है भयो क्या। अब त्यो कुरा गर्नुपर्दा त्यो बिबिसीको हिजो डकुमेन्ट्री होला है 44 मिनट्सको टाइटल हेर्नु न, सर्च लाइट एनिमिज। कहाँबाट सुरु गरेर त्यो न पनि आफूलाई कस्तो कस्तो लागिरहेछ क्या। आफूलाई भन्न पनि कस्तो मनै कस्तो भइरहेको बेला त्यो इन्सिडेन्ट हुँदाखेरि त्यहीँ लाइभ मुभमेन्ट भइरहेको बेला के भइरहेको थियो होला क्या। सिनारी त पुरै म्यासकर टाइपै भइरहेको थियो क्या। सेप्टेम्बर 8 भनिरहेछ क्या त्यहाँ अब एक्टिभिस्टहरू हुन्छ नि त जसले त्यो जेन्जी प्रोटेस्टहरू सुरु गर्यो। यो चाहिँ शान्तिपूर्ण आन्दोलन मात्र हो, केही उस हामसाम केही पनि नगर्ने तोडफोड केही नगर्ने भनेर र्याली 9 बजे सुरु गरेको माइतीहर मण्डलाबाट बढ्दै जाँदा बिसिसी त्यो के अरे पार्लियामेन्ट हाउस नपुग्दै त्यहाँ चाहिँ पुलिसहरूले चाहिँ अब घेराबन्दीहरू गरेको थियो। त्यो घेराबन्दी चाहिँ प्रोटेस्टर्सहरूले चाहिँ अब नआएर पार्लियामेन्ट हाउसतिर जाँदाखेरि चाहिँ झडप हुन सुरु गयो। अनि त्यो झडप हुने बित्तिकै जे कहानी भयो नि द्याट वाज इन्सेन के। मान्छे त्यो मारेको भिडियो त होइन, हामीले कमिला पनि त्यसरी मार्दैन होला यार। कति 12:40 12:30 बजे कर्फ्यू इम्पोज गर्दै थियो। 12:30 बजेपछिको 2 घन्टाभित्र 6 जनालाई सर्ट हानेको छ क्या, सुट गरेको छ क्या। त्यो पनि सुट पनि खुट्टामा घुँडामा गरे भए पनि हुन्थ्यो। सिधै टाउकोमा छातीको यो छातीबाट यो एङ्गलबाट गएर यता पछाडि धन्नले स्पाइनल कर्ड बचाएको छ। त्यो कर्फ्यू आदेश भयो बिबिसीको रिपोर्टले देखाएको छ है। किलो 1 र पिटोबाट अडियो लिक भइरहेछ क्या। किलो 1 भनेर चाहिँ के अरे विश्व अधिकारी अनि ऊभन्दा पनि माथिल्लो लेभलको चाहिँ आइजिपी, अहिलेको चाहिँ पूर्व आइजिपी के थियो भने नाम
चन्द्रकुमार थापु है के समथिङ त्यस्तै थियो होइन। उसले चाहिँ अब स्थिति नियन्त्रण गर्न चाहिँ त्यस्तै उस गर्नु भनेर आदेश दिएको छ। त्यो आदेश दिने बित्तिकै के भयो, कहाँ कहाँ सर्ट लाग्यो, त्यो त मलाई हुन्छ नि, हामीले पब्जीमा खेल्छ नि पट्ट हेड सर्ट भने जस्तो नि, पब्जी फ्री फायर यस्तो त्यस्तै सिनेरियो छ कि ताकी भित्र संसदभित्र त्यो संसद भवनको भित्र त्यो पर्खालबाट ताकी होइन पेस्तोल हानी हानी सिधै चाहिँ फेरि होइन सुट गरे पनि ल संसद जलाउने संसद तोडफोड गर्ने मान्छेले लाई हाने भए पनि हुन्छ। इनोसेन्ट मान्छे यत्तिकै त्यहाँ होलमा बसिरहेको मान्छेलाई हानिरहेछ क्या गोली पनि। अब हुन्छ नि त ल, दे हेभ नथिङ टु डु विथ इट, त्यो पाराको मान्छेहरूलाई ताकेर हानिरहेछ। अब सबैभन्दा यङ्गेस्ट होस्टे के अरे श्रीराम चौलागाई स्कुल ड्रेसमा छ क्या, स्कुल कलेज ड्रेसमा छ क्या श्रीराम चौलागाई। सुरुमा त्यही उसमा हुनुमा छ, पछि फर्किन त्यो प्रोटेस्टमा अब तोडफोड हुन लागेपछि फर्किन लागेको मान्छेलाई टाउकोमा सिधै टाउकोमा गोली सर्छ। त्यो स्टुडेन्टहरू के सोचेर गएको थियो त्यो प्रोटेस्टमा? झन् युनिफर्म लगाएकोलाई चाहिँ पुलिसहरूले केही पनि छुन पनि सक्दैन, केही पनि गर्दैन, त्यो बिलिफमा गयो। युनिफर्महरूमा थियो नि त धेरै जस्तो प्रोटेस्टरहरू। त्यस्तो विधि अनि लास्टमा के अरे पहिला संसद भवन जल्यो, त्यसपछि बल्ल गोली चल्यो। फक अफ म्यान, को पनि लिमिट हुन्छ, लिमिट क्या खेती हुन्छ क्या मान्छेले कस्तो ब्रेन वास गर्नु सक्यो कि। अब यो भिडियो आएपछि अब हटाउनलाई दबाबतिर हाल्यो क्या इन्डाइरेक्ट पारामा भित्रबाट। किन हटाउने क्या, जे हो त्यही त हो होइन र, जे भएको त्यही त देखाएको हो, नभएको कुरा त देखाएको छैन पक्कै पनि। त्यो भिडियोमा चाहिँ देखाएअनुसार चाहिँ विनोद महर्जन, सुलभ यिनीहरू होइन कतिजना म बित्यो अब त्यो उसमा इन्सिडेन्टमा। तिनीहरूको परिवारलाई त फेयर भएन नि त होइन र, त्यस्तरी मारेको छ कि केही ल पुलिसलाई मार्ने गरी छुट्या भए, पुलिसलाई लहटी अब मार्छै पुलिसलाई मोर्छै अब मार्छै भन्ने भयो हो। त्यहाँ नथिङ टु डु विथ इट के। अब तिनीहरू उठ्या छ, प्रोटेस्ट गरिरहेछ, शान्तिपूर्ण प्रोटेस्ट गरिरहेछ। अब होलमा केही हुन गयो तर त्यो भन्दैमा सिधै टाउकोमा हान्ने अधिकार त छैन नि त होइन। त्यो इन्सिडेन्ट चाहिँ हल्का भए पनि मिनिमाइज कम हुन सक्थ्यो होला कि, तर त्यो भिडियो हेर्दा त्यहाँ मन कस्तो आफै लाग्यो। हामीलाई हेर्दा त्यस्तो भइरहेको छैन, त्यो श्रीरामको आमा बाउ त्यो भिडियोमा छ नि त, हस्पिटलबाट कल आयो अनि म जाँदाखेरि सुरुमै भित्तामा त्यो लिस्ट टाँस्याएर चाहिँ सुरुमै मेरो छोरा श्रीरामको उस नाम त्यो मरा बित्या भनेर कस्तो भयो होला क्या त्यो। त्यो बेला म जस्ट इमेजिन के आफ्नो छोराको नाम सुरुमै सर्ट लिस्टमा मर्यो पर्यो बित्या छ भनेर देख्दाखेरि बाउलाई कस्तो भयो। अनि घर गएर आमालाई त्यो कुन मुखले भन्यो भन्न सक्यो होला क्या, आँट आयो होला क्या। के पिटो त छैन अब छोराछोरी होइन, आफ्नो छोराछोरी भए पो बुझ्थ्यो जाँटले। त्यही भएर यो फागुन 21 गतेको चुनाव प्लिज भोट हाल्नुभन्दा अगाडि चाहिँ यो भिडियो, यो बिबिसीले यो भर्खर हिजो रिलिज गरेको भिडियो एक न एकचोटि चाहिँ हेरेर जानु होला, प्लिज यो चाहिँ रिक्वेस्टै गर्छु। तपाईँहरूको छोराछोरीलाई केही भएको छैन होला, कसै न कसैको छोराछोरी त बित्या छ नि यो उसमा होइन र, के देशको लागि गर्न राम्रो हुन्छ भने त बित्या छ नि उसमा। प्लिज चुनावमा भोट हाल्न जानुभन्दा अगाडि चाहिँ यो भिडियो चाहिँ एकचोटि हेर्नु होला, म यो उसमा राखिदिन्छु होइन, हेर्नु होला कि। राम्रोला भन्दा नि राम्रोला चाहिँ भोट हाल्ने बानी बसालौँ है यो चुनावमा चाहिँ। चाहे त्यो बाले नै नहोस् है, बालेनको पनि अब फ्यान होइन म, तर उसको चाहिँ अब प्र्याक्टिकल कुराहरू गर्छ, त्यो जोतमा गर्दैन भनेर मात्र मैले बालेन गरिदिएँ। नत्र मलाई बालेनभन्दा पनि कोही यदि राम्रो छ भने हाल्नुहोस्, तर जिताउनुहोस्। यो पुरानो केपी प्रचण्ड
गगन पनि उही टाइममा मिलिजुली हुँदासम्म तैचुक पैचुक थियो। अब अहिले छैन। त्यही भएर हुन्छ। प्लिज यो चुनावमा चाहिँ हाम्रो अधिकारको भरपुर युज गर्नु है। हाम्रै हातमा छ। 28 गते भनेको हाम्रै दिन हो है। अरू अरू यो 364 दिन भन्ने यो चारवटा नेताहरूले डुबाएको बेलामा त्यो एक दिन एक दिन चाहिँ हाम्रै हो। सो भरपुर युटिलाइज गरेर नेपाललाई चाहिँ नयाँ बाटोतर्फ लगौँ। अरू भने त्यस्तै हो। यो भिडियो के कस्तो लाग्यो, राम्रो लाग्यो, केही राम्रै कुराहरू भने जस्तो लाग्यो भने प्लिज 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 सेयर गरिदिनु होला। जति सक्दो मान्छेहरूलाई पुऱ्याइदिनु होला है। टिल देन आफू पनि सुरक्षित रहनु। अनि यो चुनावमा चाहिँ राम्रो उम्मेदवारलाई चाहिँ भारी 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 मतले जिताएर हाम्रो देश नेपाललाई बवाल बनाऊ है।